गुड मर्निङ गाइज। आज यहाँ वारसार हुन आँटेको छ होइन। यो चाहिँ अब शुभम दाईले र दिवस दाईको वार हुन आँटेको छ। गुड मर्निङ, शुभ प्रभात। आजको भ्लग यसरी नै वारबाट स्टार्ट हुनेवाला छ। भाइको वार फेरि के हुन्छ 2 मिनेटको उसको इन्ट्रो गदाको ब्लग्स। दिस इज गदाको ब्लग्स, एलेक्स द गदा। दिवस दाई केही भनिदिनु न। त्यही भन्न अब भरे कि वार कि पार हुन्छ सेक्सी छ हाम्रो भाइ। आम्बो कस्तो अहिले मेरो टी सर्ट लगाएको थिएँ नि त्यो सर्ट लगाएको छु दामी हेलो मोटे न्युज चाकिन्छ भने आज त फेरि न्युज चाकिन्छ भन्ने बित्तिकै सकिन्छ क्या गाइज आज त लास्टै गर्मी छ त यार। आम्मा पसिना हेर थट। आज त के हो गर्मी न गर्मी, ओभर गर्मी, लास्टै गर्मी भएर यहाँ एउटा स्पिड कार्डको भिडियो बनाएर झन्डै मऱ्यो यार गर्मीले। दाई चाहिँ पछाडि ढल्किरहनु होस्। दाईलाई चाहिँ नदेखाउने म मान्दालाई अहिले म एकछिनमा देखाउँछु उठिसकेपछि। गाइज हामी चाहिँ अब अनि दादा बाबु नानी लिन जाँदै खुच्चाखुच्चीहरूलाई लिटल फ्लावर जाँदै हामी यहाँबाट चाहिँ गर्मीले झन्डै अघि फाँक भयौँ गाडीमा। हामी जसलाई गाड भयो मैले बाँचेको छु एसी खोलेर, त्यही पनि तातै छ अहिलेसम्म। अहिले हामी पचापची लिन गइरहेको छौँ। यस यस, तर यहाँ गाडी कस्तो पानी नानी बाबाहरूलाई लिएर अनि हामी फेरि स्ट्रेट जानेछौँ। हेलो अजलिया, खोइ वेदान्त, वेदान्त खोइ पोपो। हेलो वेदान्त, वेदान्त हेलो। फेरि रोएर बाहिर गयो नि त अनि अर्को दिनमा हुँदैन नि म वेदान्सको नयाँ फ्रेन्ड आएको छ अरे आज, नयाँ स्टुडेन्ट एडमिसन भएर अनि भन्दैछ हिँड्दैन नि त आज तेल सक्यो होला भने हेलो क्यान्डी बेबी बेटी क्यान्डी क्युटी पाई। गाजन गई गाजा बाँचेर हामी तबाह हुन आँटेको छौँ। आज बल्ल माने दादालाई देखाउन पाइयो। यता हेर्नु न क्यामेरा यस्तो गर्नु न यस्तो। सो वाट इज अप गाइज, के हुँदैछ अलि चल्ली पानी पर्दैदेखि हुन्थ्यो भनेको, पर्दा पनि पर्दैन, के गर्नु अब। यस्तो हो क्या, पानी पर्दैदेखि हुन्थ्यो भन्दाखेरि फेरि पानी पनि हावा हु आउँछ। अब के गर्नु,